मानिसहरूले भोट दिए होलान्, नेता बनाए होलान्, तिनीहरूकै निर्णयबाट देश अहिले विभाजनको संहारमा पुगेको छ। यहाँ पत्रकारहरूलाई अवश्य पनि यस कुरामा हामीभन्दा बढी सोचेको हुन्छ। त हामी के चाहन्छौँ भने नेपाल एउटा सानो मुलुक, विविधतापूर्ण मुलुक, विविध संस्कृति, जाति, परम्परा, धर्म, मान्यता बोकेको यो मुलुक, यसमा सबैको एक अर्कामा धार्मिक सद्भाव र समन्वय रहनुपर्छ भन्ने हाम्रो मान्यता हो। पहिलेदेखि त्यही सद्भाव समन्वय भएकोले कहिल्यै नेपालमा जातीय कलह विग्रह कहिल्यै भएन। एक धर्म अर्को धर्म, एक संस्कृति अर्को संस्कृतिको बिचमा कतै द्वन्द्व पर्ला कि भन्ने हामीलाई अहिले आशंका हाम्रो अगाडि आइरहेको छ, उत्पन्न भइरहेको छ। यस अवस्थामा के छ त यहाँका जनताहरूको, यहाँका प्रबुद्ध व्यक्तिहरूको दृष्टिकोण राख्दछ, सहिष्णुताको दृष्टिकोण राख्दछ भन्ने पनि हामीलाई अनुभव भयो। जुन आजको यहाँको स्थानीय पत्र पत्रिकाहरूमा, सञ्चार माध्यमहरूमा जुन समाचार आएको छ, हाम्रो एउटा त्यो किसिमको पनि हाम्रो त्यो अभिमत हामी बुझ्दै हामी हिँडिरहेका छौँ र हामीलाई ज्यादै खुसी पनि लाग्छ। हामीलाई आज हामी जनताको प्रतिनिधि हो, हामी जनतासँग घुलमिल भएर हिँडिरहेका छौँ, जनताको भावना बोकेर हिँडिरहेका छौँ। राप्रपा नेपालले पनि त्यो कुरा गरेको छ। अब केही विचारहरू हाम्रो राप्रपा नेपालसँग नमिल्यो भने केही विचारहरू मिल्छ। राप्रपा नेपाल मात्रै होइन, अरू पार्टी पनि छन् जसले हिन्दू प्रजातान्त्रिक पार्टी भनेर पनि खोलेका छन्। शिवसेना नेपाल भन्ने चाहिँ उनीहरू पनि हिन्दू राष्ट्र हुनुपर्छ भनेका छन्। अरू दुई चारवटा पार्टीहरू छन्। तर हामी चाहिँ के हो त भने हाम्रो राष्ट्रिय धर्मसभा नेपाल पनि नेपाल भने नेटवर्क भएको पार्टी हो, पार्टी संस्था हो, धार्मिक संस्था हो। तर हाम्रो सञ्जाल छ नेपालमा। नेपाल ज्योतिष परिषद हो, त्यसको पनि लगभग 4 दर्जन जिल्लाहरूमा ज्योतिषको सङ्गठन छ। अब हामीलाई के छ त भने जहाँ गए पनि तपाईँहरू धार्मिक क्षेत्रका मान्छेहरू चाहिँ किन चुप लागेर बस्नुहुन्छ? यत्रो देशको अवस्था यसरी सगारमा एउटा नराम्रो स्थितिमा पुगिरहेको बेला तपाईँहरू चुप किन लाग्नुहुन्छ भनेर हामीलाई सम्झाइरहेको कुरा हुँदा हामीले के भन्ने पुरा धार्मिक क्षेत्रमा लाग्नुपर्छ। तर हाम्रो आफ्नो स्वतन्त्र किसिमको पहिचान पनि राख्नुपर्छ। चुनाव हुने स्थितिमा, अब चुनाव हुन्छ हुँदैन अहिले भनेर अहिले चाहिँ हाम्रो ज्योतिषीय हिसाबले हेर्दा चुनाव हुन्छ र हुँदैन भनेर अहिले अझै हामीले निर्गोल निकालिसकेका छैनौँ। चुनाव भएको अवस्थामा के गर्ने भन्ने कुरा हामी त्यतिखेर सोच्दैनौँ। तर हामी स्वतन्त्र आफ्नो दृष्टिकोण जस्तो एउटा कुरा नि यो जुनसुकै पार्टीका, यहाँ पार्टीभित्र सबै पार्टीको मान्छेहरू खराब त छैन, नेताहरू खराब छन्, नेताहरूले गलत गरे, यो सबैलाई थाहा छ। तर पार्टीभित्रका मान्छेहरू राम्रा हुन सक्छन्। पार्टीभित्रका मान्छेहरू हिन्दू धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाल हुनुपर्छ भन्ने मान्छे पनि ठुलो सबै पार्टीमा छ। त्यो हाम्रो उनीहरूसँग अन्तरसमाज भइरहेकै छ। त्यस्ता मान्छेलाई सेलेक्ट गर्ने हो कि हामी त्यो पनि विचार गर्दैछौँ। अथवा हाम्रो विचारलाई पार्टीहरूका मान्छेहरूलाई छाडेर हामीले दिनुपर्छ, उठाउनुपर्छ, भोट दिनुपर्छ कि हामी त्यो क्याम्पेनमा लगाएका छौँ। र हामी राजनीति गर्ने मान्छे होइनौँ। फल हुन्छ 12 वर्ष पर्खन्छ भने 20 वर्ष भयो, 12 वर्ष पुग्छ कि पुग्दैन कहिलेकाहीँ छिटै पनि हुन्छ। 12 वर्ष त एउटा पल्लो टुङ्गो हो। त्योभन्दा पहिले र यदि सही ढङ्गबाट खोल्नुभयो अब गलत ढङ्गबाट भयो भने हामी बात पनि मार्नुपर्छ कहिलेकाहीँ होइन। अहिलेको यस्तो भौतिक युगमा हामीहरू उसलाई त खोलालाई गएर बात पार्छौँ, कति ठाउँ हेर्छौँ, त्यसमा निर्णय गर्छन् नि ती मान्छेले हामी हिन्दू राष्ट्र राख्नु किन भनेर तपाईँसँग हामीसँग भोट मागेका होइन। उनीहरूले लडमा निर्णय गरेका हुन्। अब त्यसका पछाडि पनि स्वार्थ पक्कै पनि होला। त्यसको गहिराइतिर अब हामीले बुझ्दै जाउँदा जनताको म्यान्डेट होइन। त्यो अभिमत अनुसार राजाको स्थान होइन। हाम्रो संस्कारमा त एउटा धार्मिक संस्कार अध्यक्ष भइसकेपछि विष्णुको प्रतीक भन्छन् नि त राजालाई त। राजाले के छ भने अब यदि विभूतिमा सतुम श्रीमद् पूजितमेव वा होइन तत्त्वदेवा भवति मम तेजं स सम्भवं होइन। जसमा एउटा त्यो पद हुन्छ, त्यो शक्तिको प्रयोग गर्ने सामर्थ्य हुन्छ, त्यसमा भगवानको अंश हुन्छ। त्यो राजा मात्रै भन्ने बित्तिकै पद राजा भने पनि राजाको काम गर्ने अर्को पदको मान्छेमा पनि त्यो केही न केही हुन्छ। त्यो कति मात्रामा छ भन्ने कुरा किन हामीले राम कृष्ण बुद्ध परशुराममा पनि हाम्रो के छ शास्त्रले मात्र छुट्याएको छ। अंश ज्योतिष पेसा हो भनेर जबसम्म पेसागत मान्यता दिलाउँदैन तबसम्म नेपाल ज्योतिष परिषदले कुनै नेताहरूको भविष्यवाणी गर्ने या त राष्ट्रलाई चाहिन्छ भने त उसले संरक्षण गर्नु पऱ्यो नि त। त्यो पेसाको मान्यता दिलाउनु पऱ्यो नि। त्यो